यो मैले यो रुखमा कहीँ पनि राख्ने ठाउँ नभएर यो रुखको हाँगामा राखेको छु। सोचे यो कति हामी यो सत्सङ्गको भिडियो जीवन दर्शनको भिडियोहरू सुनिन्छ, तर ठ्याक्क आफूले यो सुन्दै गर्दाखेरि कति राम्रो कुराहरू सुनिन्छ अनि अरूलाई सेयर गर्न पाए हुन्थ्यो कति जस्तो लाग्छ। मैले भर्खर एउटा भिडियो सुने, म यो लिङ्कमा दिन्छु। म अहिले बिहान यसो त के नि यसो गर्ने गरेको छु। बिहान जहिले पनि यसरी सुन्छु। अबदेखि चाहिँ म भिडियो हाल्छु भनेर मैले आजदेखि सोचेँ है। आज मैले के सुने भने एउटा भिडियोमा के अरे परमहंस योगानन्दको किताब नपढ्ने जो अध्यात्ममा हुनुहुन्छ, अध्ययन गर्नुभएको छ, उहाँहरूले यो किताब नपढेको छैन होला म भन्छु। उहाँको धेरैवटा किताबहरू छ, धेरैवटा भिडियोजहरू छ। यो एउटा भिडियो यहाँ मैले सुनिराखेको थिएँ। यसमा के भनेको छ भने, हुन त मैले त्यो अटोबायोग्राफी योगी सबै आद्यपान्त पढाएको छु, तर यो पार्ट चाहिँ त्यहाँ छैन होला, अर्कै किताबमा छ होला। के अरे त्यहाँ नभएर अर्कै किताबमा छ होला। उहाँले के भन्नुभएको छ अति राम्रो कुरा भने, हामी यो बुटी बाँध्छौँ, यो औँठी लगाउँछौँ आदि, यो जति पनि कुराहरू गर्छौँ, यसमा सत्यता कतिको छ त भन्ने कुरामा उहाँले कुरा गर्नुभएको छ। यो चाहिँ ग्रहहरूको, जस्तै हाम्रो शरीरभित्र सारा ब्रह्माण्ड छ, के अरे यो त जानकारी सबै छ जो आध्यात्म हुन्छ। अन्यथा अरूलाई चाहिँ यो मिथ्या लाग्न सक्छ, कहानी लाग्न सक्छ। हाम्रो शरीरभित्र यो पुरा ब्रह्माण्ड छ। यो ब्रह्माण्डको जुन ताराहरूको, ग्रहहरूको, नक्षत्रहरूको यो पोजिसन अनुसार, स्थिति अनुसार हाम्रो उसमा फेरबदल हुन्छ, यो सत्य हो। र त्यसलाई चाहिँ हामीले मिटिगेट गर्न सक्छौँ, कम गर्न सक्छौँ, त्यसको असर कम गर्न सक्छौँ, या त्यसलाई चाहिँ डाइभर्ट गर्न सक्छौँ, अन्त्यतिर लान सक्छौँ भन्ने कुराको उदाहरण चाहिँ युक्तेश्वरले परमहंस योगानन्दलाई के भन्नुभएको छ भने, जुन बेला युक्तेश्वरले परमहंस योगानन्दलाई भन्नुभयो, तिम्रो ग्रह दशा अनुसार 6 महिना बिरामी हुन्छौ, तर यो गरेपछि चाहिँ तिमी 24 दिन मात्रै बिरामी हुन्छौ भनेर भनेछ। जुन बेला चाहिँ के अरे परमहंस योगानन्द चाहिँ एकदम स्वस्थ हुनुहुन्थ्यो। अनिखेर यो किन यो हुन्छ र भनेर प्रश्न गर्दाखेरि, जसरी यो बिजुली चट्याङहरू चाहिँ छतमाथि तामाको छत लगाएर त्यसलाई डिफ्लेट गर्न सकिन्छ, त्यसलाई रोक्न सकिन्छ, त्यसै गरी यो कुराहरू गरेर पनि सकिन्छ भन्नुभएको छ। यो कुरा कति सत्य हो त्यो चाहिँ अब युक्तेश्वरले नै भनेपछि असत्य मान्ने त कहीँ कतै ठाउँ रहँदैन। यद्यपि अझै पनि शङ्का गर्न ठाउँ छ, सकिन्छ। तर त्यसैलाई चाहिँ स्वामी के अरे परमहंस योगानन्दले फेरि के गर्नुभएको छ भने, जसरी एउटा जहाजमा क्याप्टेन हुँदैन भने त्यो जहाज कतातिर जाँदैछ भनेर मेटेरोलोजिस्टहरूले भन्न सक्छ, किनभने हावाको दिशा भन्न सक्छ, बतासको दिशा भन्न सक्छ, आँधीको दिशा, र त्यो जहाज त्यतातिर जान्छ भन्न सक्छ। तर त्यो जहाजमा क्याप्टेन छ भने त्यो यो जहाजको कुरा चाहिँ त्यहाँ गरिएको छैन है। मैले एउटा उदाहरण दिएको हो। यसैले गर्दाखेरि पनि यो भिडियो स्किप नगर्नुहोस्। मैले सुनेको, बुझेको, पढेको धेरै कुराहरू म मिसमास गरेर अझ तपाईँहरूलाई स्पष्ट गर्न चाहन्छु क्या। अनि जसरी त्यो जहाजमा क्याप्टेन छ भने चाहिँ त्यो मेटेरोलोजिस्टले, त्यो वायुविज्ञले, जलवायु विज्ञले चाहिँ भन्न सक्दैन कि यो जहाज यता जान्छ, किनभने क्याप्टेन छ नि। त्यस्तै तपाईको जीवनको क्याप्टेन, तपाईको भविष्यको क्याप्टेन, भाग्यको क्याप्टेन तपाईँ नै हुनुहुन्छ भने चाहिँ तपाईलाई यो तारा नक्षत्रको पोजिसनले, ग्रह दशाले असर गर्न सक्दैन भन्ने कुरा हो। जुन बेला स्वामी विवेकानन्द, के अरे परमहंस योगानन्द चाहिँ त्यस बेला योगी हुनुभएको थिएन, त्यो बेलाको कुरा हो। युक्तेश्वरले त्यो बुटी बाँधिदिनु भएको। त पछि योगानन्दलाई चाहिँ के पनि भनिएको थियो भने, पण्डितहरूले तेरो पत्नीको 2 चोटि मृत्यु हुन्छ र तेरो 3टा बिहे हुन्छ भनेको थियो। तर त्यो पछि भएन पनि, त्यो मटेरियलाइज भएन पनि। यो चाहिँ कुरा मलाई साह्रै मन पर्यो। हुन त धेरै ठाउँमा पढिन्छ, गरिन्छ। त्यस्तै अर्को एउटा चाहिँ त्यहाँ के पनि भन्नुभएको छ भने, गीताको 6 भागमा चाहिँ के छ भने, श्रीकृष्णले अर्जुनलाई नाकको टुप्पोमा हेरेर ध्यान देऊ भन्नुभएको छ।
तर धेरै गुरुहरूले चाहिँ साँच्चीकै नाकको टुप्पामा नै यसरी हेरेर ध्यान गर्नु भन्नुहुन्छ भने युक्तेश्वरले चाहिँ के भन्नुभएको छ भने त्यो होइन, त्यसलाई गलत अर्थ लगाइएको हो। नाकको टुप्पामा होइन, नाकको रुटमा, त्यो भनेको चाहिँ हाम्रो आज्ञा चक्रमा हो, यो दुईटा आँखाको बिचमा हो, त्यहाँ ध्यान दिनु भनेको हो भनेर युक्तेश्वरले भन्नुभएको छ। यो छोटो आजको भिडियोको सारांश मैले यसरी भने। म फेरि पनि म भिडियो अपलोड गर्छु, म यसरी हप्तामा 2 चोटि 3 चोटि म बाहिर निस्किन्छु, त्यसबेला म अपलोड गर्ने कोसिस गर्छु। प्लिज कहीँ नजानु होला, तपाईँ हामी छलफल गरौँ। यो भिडियोमा कुनै एडभर्टाइज प्ले हुँदैन, पछि निकै भएछ भने पनि म स्टप गर्छु, त्यो रोक्छु र बिना एडभर्टाइज हामी यो उसलाई चाहिँ अभियानलाई चाहिँ अगाडि बढाउँ है। एउटा थम्स अप चाहिँ साथ गर्नुहोस् भन्दाखेरि हुन्छ होला, किनभने यसो हिँड्दै गरेको बेला चाहिँ हेलो भन्नु, गुड मर्निङ भन्नु, हाँस्नु जस्तै होला नि त एउटा थम्स अप भनेको त के हो। मैले यति त भने है, माइन्ड नगर्नु होला। थ्याङ्क यू।